उठेर घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो सम्माननीय सभामुख महोदय। आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घन्टा सम्माननीय सभामुख महोदय। आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्थ्यो। जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू। क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू। हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। चाहे तपाईँ नै होस्, तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ। हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको सुरक्षाको लागि हामी खटिरहेछौँ। हामीले कहिले पनि बनाएको छैनौँ कुनै दल, कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ। यहाँ आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त। आफ्नो नागरिकलाई जसरी हामी बचाउनु पर्ने गर्छौँ। 3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ। हामी प्रयास गरेकै हो मान्छेहरू। र अहिले आउँदाखेरि आफ्नै साथीभाइहरू, मान्छेहरू जो अगाडि एउटा बोल्नुहुन्छ, पछाडि अर्कै बोल्नुहुन्छ, चित्त बुझ्दैन रहेछ। यो सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। आज सरकारका ऐन नीति नियमहरू हेर्दा सुविधा र व्यवस्था हुने खाने अरबपति र करोडपतिहरूको पक्षमा केन्द्रित देखिन्छन्। म एक एक नियम, ऐन, मन्त्री परिषदका निर्णय लिएर पढाउन सक्छु सम्माननीय सभामुख महोदय। गरिबका लागि देखिँदैनन्। हामी गृह मन्त्रालय हामी एन्फोर्स गर्ने हो। ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकले फाइन त उहाँहरूले कोर्ने होइन नि त। भौतिक तथा यातायात मन्त्रालयको विभाग छ, त्यहाँबाट नियम कानुन बनाएर हाम्रो सदनबाट पास भएर बल्ल त्यो विधेयक हो। तपाईँहरूलाई सिकाउनु पर्ने मैले, जो भर्खरै राजनीतिमा आएको छ, त्यो विधेयक हो भनेर। मलाई भन्नुभएको होइन तपाईँहरूले, कतिजना मानिसहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने यो दिन आएको हो यो सदनमा। यो काठमाडौँ सहर अरबपति र करोडपतिहरूको मात्रै हो। यो गरिब दुखी श्रमिक र निमुखा जनताको पनि सहर हो या होइन? पहिला यदि गरिब दुखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो? नेपालको राजधानी हो भने यो गरिब दुखी र सरबारा वर्गको र जनताको पनि सहर हो। आज गरिब दुखी जनता यो सहरमा बाँच्न नपाउने भइसके। अघिल्लो पटक मेयर भएका कारणले गर्दा यो अवस्था आज सिर्जित बनेको छ। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हिल लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हिल लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? स्थानीय सरकार कसको? व्हिल लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने। सरकारलाई सबै 100 दिनमा गर्न आऊ भन्न आएको होइन, तर हिजो स्थानीय सरकारको प्रमुख हुँदा काठमाडौँमा गरिबलाई बाँच्न गाह्रो भयो। आज त्यसको परिणाम हामीले भोगिरहेका छौँ सम्माननीय सभामुख महोदय। आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए सम्माननीय सभामुख महोदय। यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनशीलताको सबभन्दा ठुलो प्रमाण हो। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत सरकारसँग स्पष्ट जवाफ माग्न चाहन्छु। कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो सम्माननीय सभामुख महोदय? तोकिदिन पर्यो। हामीले भिख मागेका छैनौँ। फोन उठ्दैन। यहाँभन्दा अगाडि पनि डोल्पामा एकजना मान्छे दुर्घटना भयो। गृहमन्त्रीले यहीँ आएर संसदमा बोल्नुभयो हेलिकप्टर राखिनेछ। उहाँको स्वकीय सचिव, उहाँको सल्लाहकार सबसँग कुरा गरियो। बेलुका 4 बजीसम्म हेलिकप्टर गएन। त्यसपछि हामीले पैसा तिरेर हेलिकप्टर पठायौँ, तर मान्छे ढिलो उद्धार गर्दाखेरि आज त्यो मान्छेको ज्यान गयो। सम्माननीय सभामुख मजाक चलिरहेको छैन। हाम्रो त्यो हेली पानीमा खोलामा गाडी छिरो हेली किन गएन? We need to work smart.
हामी यो जेनेरेसनको मान्छे, हामीसँग ड्रोन छ र हेली तपाईँ आफै, म तपाईँलाई प्र्याक्टिकल्ली आज म भन्छु, त्यो ठाउँमा हेली त्यत्रो माथि उड्दाखेरि मुनिको बगिरहेको देखिन्थ्यो होला। हेली जाँदाखेरि गाडी मुनि छिरिसक्यो, खोलामा गइसकेको। म फर्स्टमा अपडेट डिजास्टरको बारेमा म 10 years एक्सपिरियन्स छ, मैले बुझ्छु के भयो भने तुरन्त आत्तेर फोन गर्छु म। त्यतिखेर बुझ्दै गर्दाखेरि पानीभित्र छिरिसकेको अवस्था थियो र एकजना व्यक्ति त्यहाँ अड्किराख्नु भएको अवस्था, उहाँको लास्ट कन्डिसनमा थियो। हेलीले उद्धार गर्नलाई तपाईँको सर्टन चिजहरू चाहिन्छ त्यसमा, र त्यो मुनि गएर खोज्नु मिल्दैन, त्यसमा ड्रोन चाहिन्छ। ड्रोन भयो भने तपाईँको मुनि गएर हामीले चाहिँ मजासित कहाँ सकेको छ भने खोज्नुपर्छ। सशस्त्र प्रहरी बलको हाम्रो यहाँ के भन्छ कुरिङटारको होल टोली जानुभएको छ त्यहाँ, र त्यहाँ हेली चाहियो। हेली आएर उद्धार हुने होइन, स्मार्ट वेमा गर्नुपर्छ हामीले हेलीको यो। किन त्यो पैसा त हेलीको पैसा त तपाईँको पनि हो। अब कतिजनाले मलाई फोन गर्नुहुन्छ, यहाँ एकदम अर्जेन्ट भयो हेली उडाउनु पऱ्यो, एकदम अर्जेन्ट भयो हेली उडाउनु पऱ्यो। किन? अब सवारी दुर्घटना भएको छ, हामी बुझ्छौँ त्यो संवेदनशील पनि, त्यसको विषय हामी बुझ्छौँ, वी अन्डरस्ट्यान्ड। तर सोच्नुहोस् त, हामीले त्यो पूर्वाधारलाई विकास गर्दै जाने होला नि त हामीले त। अब त यो हेली पनि एउटा के रहेछ, सान रहेछ क्या। मैले हेली उडाउनु सकेँ भन्ने टाइपको एउटा भोटरलाई दिने एउटा त्यो एउटा के भन्नु, एउटा भोटिङ एउटा उयो जस्तो कि। त्यस्तो नगरौँ, राज्यको पैसा हो, त्यसलाई दोहन हुनु नदिउँ। सकेसम्म परिस्थिति अवस्थाले माग्यो भने हामीले गर्ने हो, तर अवस्थाले नमागेको कन्डिसनमा हामीले गर्नु हुँदैन। त्यो तपाईँकै पैसा हो।